everyone, welcome back to my channel. It's me Gunur र मेरो GA ब्लगमा हजुरहरूलाई स्वागत छ। कस्तो क्यामेरा एङ्गल नमिल्दो आज। I hope everyone is fit and fine. I'm also fit and fine. So आज चाहिँ म अलि टाढा जान लागेको हैन. I'm already late but I can't skip my skin care. So let's get ready with me. म चाहिँ स्किन केयर गर्छु अब एकछिन। एक्चुअली म चाहिँ आज काठमाडौँ जान लागेको र म चाहिँ बिहानै उठेँ थिएँ 5 बजीतिर अनि इट वाज नट कन्फर्म होइन कन्फर्म चाहिँ थियो बट हो कि होइन हो कि लास्ट मोमेन्टसम्म हुन्छ नि त्यस्तो भइरहेको थियो अनि म चाहिँ आनन्द पल्टेर बसेको थिएँ अनि साथीले चाहिँ भर्खरै फोन गरेर ल जाम न त छिटो छिटो गरेर भन्यो अनि त्यही भएर म चाहिँ रेडी हुँदैछु एन्ड आइ एम अलरेडी लेट। यस्तो ट्राफिक हुन्छ जाम पर्छ अनि बाटो नि राम्रो छ कि छैन। आज मैले सधैँ भन्छु नि भिडियोमा कि जहिले म कतै जाने बेलामा पानी पर्छ भनेर एन्ड टुडे इज रेनिङ। खासमा हामी घुम्न जान लागेको चाहिँ होइन होइन अब हेरौँ के हुन्छ गाउँछ होइन। म सकेसम्म चाहिँ म आजै फर्किने विचार गरेको फेरि मैले। लेट्स होप लेट्स सी वाट ह्यापन्स। म आज फर्किन्छु कि भोलि बिहान फर्किन सक्छु कि। आई एम होम सिक। म चाहिँ घर बसी बसी होम सिक भइसकेको छु। म 3 महिनादेखि म घरमै छु। सो आई एम होम सिक नाउ। ड्राई ढिलो भएको बेलामा चाहिँ हो कि केही नहुने काम पनि। मोइस्चराइजर मैले चाहिँ देखाउन बिर्सेँ बट सबै थाहा छ हजुरहरूलाई। सधैँ देखाइरहेको नदेखा पनि होइन। सो मैले भन्दा बढी त हजुरलाई थाहा भइसक्यो होला मैले के युज गर्छु कुन बेला के युज गर्छु भनेर होइन। सो लेट इट बी। खासै खालको छैन के तर पनि सनस्क्रिन अलि धेरै लगाउनुपर्छ क्या। Sorry for the disturbance. मेरो यहाँ कल आइसक्यो हा। So let's get ready fast. I think it's almost done. मैले चाहिँ सनस्क्रिन नै क्यारी गर्नुपर्छ जस्तो हो बट आई लिटरली डोन्ट वान क्यारी एनिथिङ। म केही क्यारी गर्न मन छैन बट अब स्टे गर्नु पर्यो भने त आई डोन्ट नो हाउ आई विल म्यानेज। अगेन अप्लाई गरेर जाऊँ न। यसले चाहिँ यतिले एकदम टिन्दिन्छ यो के भएर गर्मीले पसिना चिप टिन्ट। लेट्स अप्लाई दिस अल्सो। भ्याउनलाई छ सो लेट्स गो। म चाहिँ अब हजुरहरूले मेरो आउटफिट देखाउँछु र टाइम भयो भने चाहिँ म तल देखाउँछु किनकि दमनसम्म चाहिँ म स्कुटीमै जान्छु अनि त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ म बसमा जाने हो किनकि लङ ट्राभलको लागि चाहिँ अलिक कम्फर्टेबल छैन नि त मेरो साथी पनि अनि म पनि। सो लेट्स गो। तर म भोलिपछि चाहिँ म लङ टुरमा चाहिँ म स्कुटी लिएर जान्छु है, स्कुटर कि त बाइक। लेट्स सी। आउटफिट चाहिँ मैले देखाएँ नि किनकि म एकदमै ढिलो भइसकेको थिएँ अनि त्यसपछि म दमली जाने बित्तिकै हामीले चाहिँ इभीमा चढेँ। इभीमा चढेर मैले ठुलो गल्ती गरेको छु। म हजुरलाई भन्छु है त किन भनेर। अहिले चाहिँ भ्यू होइन नि कति राम्रो छ। इभी चाहिँ दमली टु पोखरा ठिक होला तर लङ टुरको लागि चाहिँ कहिले नि नेभर। त्यही माथि अगाडि पछाडि दायाँ बायाँ सब वमिट गर्ने खाले मात्र हो कि आमा। अलिकति प्रिकसन लिएर हिँड्नुपर्छ नि होइन। आफ्नो मात्रै होइन अरूको नि हेल्थ केयर गर्नु पऱ्यो नि होइन। जस्तो तस्तो गरेर हामी 4-5 बजीतिर काठमाडौँ पुग्यौँ अनि त्यसपछि हामीले चाहिँ याङ्गो गरेर हामी चाहिँ लाग्यौँ शहीद गङ्गालाल हस्पिटलमा। खासमा हामी चाहिँ साथीको बाबाको हार्ट अपरेसनको लागि डिटेल सोध्न गएको होइन। त्यहाँ साइन हेर्नु न त्यहाँ हिँड्नेको साइन छ तर पनि भेहिकल्सहरू रोकेनन् कि कस्तो खालको हो भनेको यो रुल्स। आज हामी चाहिँ ढिलो भयौँ त्यही भएर डक्टरलाई चाहिँ भेट्न सकेनौँ। त्यही भएर एकछिन हामी चाहिँ मलमा गयौँ।
मलमा खासै इन्ट्रेस्टिङ कुराहरू चाहिँ थिएन क्या, त्यही भएर हामी छिटो निस्क्यौँ। यो ठाउँको नाम के हो ल मलाई कमेन्ट गरेर भन्नुहोस् है त। हामी घुम्ने भनेर गएको नि थिएन होइन, अनि 5 त्यसै बजिहालेको थियो, अनि 6-7 यत्तिकै पानी परेर गयो। त्यसपछि म चाहिँ फर्किएँ, साथीलाई चाहिँ स्टे गर्नु भयो। अनि यो चाहिँ 3-4 दिन पछिको भ्लग हो होइन। म चाहिँ सुकुटी हाउसमा आएँ मोमो खानको लागि, किनकि मलाई पनि जागर लागेको थिएन नि त साथी बिना। बेलुका हुने बित्तिकै म चाहिँ गएँ स्विमिङ प्र्याक्टिसको लागि। एन्ड देयर इज अ रिजन वाइ आई वान्ट टु लर्न द स्विमिङ। मलाई एकदम स्विमिङ सिक्न मन थियो कि, अनि मलाई हल्का भयो नि मलाई आयो स्विमिङ। लुक एट हियर कसरी जाने मैले। आई नो इट्स नट पर्फेक्ट, यो पर्फेक्ट होइन, तर पनि मैले प्र्याक्टिस गर्दैछु होइन। हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। म चाहिँ थुप्रै दिनपछि फेरि भ्लग बनाउँदैछु। एन्ड आई डोन्ट नो विच भ्लग इज स्टार्टिङ दिस। यो पनि ऱ्यान्डम भ्लगै भनिदिउँ न एउटा। पहिला पहिलाको कतिवटा भिडियोहरू बाँकी छ, म सब एड गरेर अनि यो भिडियोमा हाल्छु है त। अनि म चाहिँ भर्खर दमन गएर आएको र मैले चाहिँ यो काठी रोल मगाएको थिएँ। म चाहिँ यो काठी रोल खाँदैछु। म चाहिँ बिहानै गएको आज दमाउली, एकदम अर्जेन्ट काम गरेर। होप त्यो काम बनोस् होइन। अब 2-3 दिनमा बल्ल थाहा हुन्छ त्यो काम बन्यो कि बनेन भनेर। सो लेट्स ह्याभ काठी रोल। म हजुरलाई यो खाएर भएपछि म भेट्छु है त। सो म चाहिँ भर्खरै काठी रोल खाएर भ्याएँ होइन। अनि मैले चाहिँ यो जुस पनि पिएँ। सो म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि वी आर भेरी नियर टु 2K हुनको लागि हामी चाहिँ एकदमै नजिक छौँ होइन। सो प्लिज डु लाइक सेयर सब्सक्राइब द च्यानल। हाम्रो 2Kमा चाहिँ हामीले पार्टी गर्नुपर्छ ल क्या। ओके बाई बाई, सी यु नेक्स्ट टाइम। 2K मात्र होइन, हाम्रो वाच आवर पनि कम्प्लिट गर्नुपर्छ ल। बाई बाई।